पहिला तपाईहरुले यो क्रोममा थिच्नुस्। क्रोम थिचेपछि सर्चमा गएर 192.168.1.1 यसलाई लगइन गर्नुस्। लगइन गरेपछि यो डिजिसोल भन्ने पेज खोलिन्छ। यसको युजर नेम चाहिँ हुन्छ तपाईको एडमिन स्मल लेटर ADMIN एडमिन। पासवर्ड हुन्छ स्मल लेटर ABCD1234 अनि यो मुनिपट्टिको क्याप्चा लाउनुस् स्मल लेटर GC9R अनि लगइन गर्नुस्। लगइन गरिसकेपछि यो पेज खोलिन्छ। यो पेजमा अरु कहीँ पनि नछुनुस्। तपाईहरुले यहाँ नेटवर्कमा थिच्नुस्। नेटवर्कमा थिचिसकेपछि प्रायको चाहिँ यो WLAN आउँछ। त्यसमा क्लिक गरेपछि यतापट्टि पासवर्ड चेन्ज गर्ने अप्सन आउँछ र कसैकोमा चाहिँ यो 2.4G यो आउँछ र 2.4G अथवा WLAN यो माथिल्लोपट्टिको कसैको WLAN हुन्छ। यो दुईटामा एउटा थिच्नु पर्यो तपाईले। 2.4G क्लिक गरिसकेपछि यतापट्टि साइडमा यो पेज खोलिन्छ। यसो गरेर मुनि हेर्ने हो। प्री शेयर की फर्मेट भन्ने अप्सन आउँछ। यसलाई तपाईले यहाँनिर शो गर्नुस्। शो गर्दाखेरि यहाँ पासवर्ड देखाइरहेछ। अब यो पासवर्डलाई चाहिँ डिलिट गरेर नयाँ लगाउने हो। लगाइसकेपछि सबमिट गरिदिने हो। अब यहाँ माथि तपाईहरुको वाइफाई को सिग्नल गयो। दैट मिन्स तपाईको पासवर्ड रिसेट भयो।